खुट्टाले म ढोकिदिन्छु खुट्टा खुट्टा एक ठुलो पनि लाग्दो छैन अब हजुरमाम जस्तो लाउने लगाइदिउँ त दे अब म तिमीलाई लगाइदिन्छु लु अलि यता त खै जमरा पनि लगाइदिने हो जमरा लगाइदिन्छु कि नै मलाई लगाइदिन्छु यो दसैँमा चाहिँ मेरो छोरीले मलाई जमरा र टिका लगाइदिनु लाग्छ खै फेरि छोरीले लगाइदिन्छु म अघि पनि लगाइदिएँ तर हजुर मम्मी जस्तै लाउने अरे क्या धेरै लाउने अरे हजुर मम्मीले टाउकै बेर लगाएको देखेँ नि त कस्तो खै तिम्रो खुट्टाले म ढोकिदिन्छु खुट्टा खुट्टा मेरो चल्लो कहिले खै यस्तो गरेर ढोकिदिन्छु देख मलाई अब आशीर्वाद देऊ के आशीर्वाद दिन्छु भन त आशीर्वाद हजुरलाई म अब टिका लगाइन लाक अब हेर्नु चामा राखेरमा टिका बनाइदिन लाको भयो देखाइदिऊ अब उता देखाइदिऊ न त आफूले लान्छु गालामा नलाउ भयो को लगाऊ भन्यो तिमीलाई मामाले मामाले के भन्यो यता लाउनु भन्नुभएको यता पनि लाउनु भन्नुभएको भयो पुग्यो अब के भन्नु भनेपछि उता हेर न पारि सबैलाई विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना हामी चाहिँ अहिले आमा छोरी मात्रै छौँ होइन काठमाडौँमा अनि हामी विष्णु विद्यालय हामी छौँ हामी आमा छोरी मात्रै छौँ काठमाडौँमा हामी विष्णु विद्यालय हामी छौँ का हामी सबै छौँ अनि हामीले आमा छोरीले मात्रै दसैँ मनाएको अब आदि घर हुनुहुन्छ आदि दैलेख हुनुहुन्छ होइन आदि चाहिँ जापान हुनुहुन्छ जहाँ जस्तो भए पनि सबैको दसैँ राम्रो होस् न देश विदेशमा रहनुभएका अनि नेपालमा रहनु फेसबुकमा जोडिनु भएका सम्पूर्णलाई विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु अनि हामीले त्यस्तो केही त गरे छैनौँ अनि अब आमा छोरी कोठामा बसेको कोही पनि छैनौँ हामी दुई तिन मात्र त्यतिकै रमाइलो गरिरहेको अनि मम्मीले फोन गर्नुभएको थियो अनि थुरीमा टिका लगाऊँ भनेको मेरो छोरीले चाहिँ मम्मीहरूलाई धेरै लगाएको देखेर पुरै मुखैभरि लगाइदिन खोजिरहेछ अनि मेरो छोरी चाहिँ यस्तो भक्की छ आजको दिनमा खै देखाउ त छोरी तिम्रो हात खुट्टा देखाइदिउ न अब अहिले त हात यस्तो बनायो कि तर अघि चाहिँ यस्तो फर्काइदिउ त यस्तै बनाएर कलर लगाएकी थिएँ अनि तिमी पनि भन न ह्याप्पी दसैँ सबैलाई ह्याप्पी दसैँ सबैजनालाई माता अब मम्मीलाई छुक छुक टिका लगाइदिए म अहिले चाहिँ हाम्रो टिका सकियो अनि अब चाहिँ हामी खाना खान्छौँ खाना हामीले के बनाएको छौँ भने छोरी भनिदेऊ त उठ त हामीले के को मासु बनाएको रहेछ छोरी आज फिसको हामी कहाँ गएको फिसको मासु लिन उता बजारमा गएको अनि हामीले चाहिँ रसबरी खोजेको अनि फेरि हामीले लड्डु खोजेको केही पनि पाएनौँ आज बजार सबै के छ रे छोरी बन्द छ त्यही भएर राम्रोसँग त्यही भएर हामीले चाहिँ फलफुल लियौँ अनि चाहिँ हामीले टिका बनाएर लगायौँ खाना पकाएर रेडी छ अब चाहिँ हामीले टिका लगाइसक्यौँ अब चाहिँ हामी खाना खान्छौँ ओके ओके मामु सबैलाई बाई बाई गरिदिऊ बाई 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 लभ यु भन ह्याप्पी दसैँ मेरो छोरीको दसैँ कहिले आउँछ भनेर दिनै गने गइदिन्छ यसको स्कुल बिदा भएबाट
आज चाहिँ मेरो छोरीको फाइनली दसैँ आयो भनिदेऊ न। आज मेरो फाइनली दसैँ आयो। अब दसैँ सिद्धियो मेरो छोरीको फेरि अब मेरो छोरीको स्कुल सुरु हुन्छ। कहिलेबाट हुन्छ अरे? पुरी 21 गतेबाट मेरो छोरीको स्कुल सुरु छ। बाई बाई। बाई बाई। मम्मी भिडियो ल्याउँछ त? खै हेर त तिमी एकचोटि फरक्क फर्काइ देखाइदिउ त पुरै खै। खै 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 यता फर्क्यो यता फर्क्यो मेरो छोरी खुट्टा देखाइदिउ।